एनसेलले ल्यायो जेनजी लक्षित युवा सिम 299 रुपियाँमा महिनाभर अनलिमिटेड कल र 5 GB डेटा। एनसेलले युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै युवा सिम नामक स्टार्टर प्याक सार्वजनिक गरेको छ। जेनजी सन् 1997 पछि जन्मिएका पुस्ताको सञ्चार आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कम्पनीले शनिबारदेखि योजना सञ्चालनमा ल्याएको हो। यो प्याक अन्तर्गत ग्राहकले करसहित मात्र 299 रुपियाँमा 28 दिनका लागि अनलिमिटेड एनसेल 2 एनसेल कल र 5 GB डेटा प्राप्त गर्नेछन्। विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवा पुर्याउने प्रतिबद्धता बमोजिम ल्याइएको यो सिममा डिजिटल वालेटहरू सेवा र खल्तीको प्रयोग गर्दा डेटा शुल्क लाग्ने छैन। अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुलमा पनि विद्यार्थीहरूले निशुल्क पहुँच पाउने एनसेलले जनाएको छ। ग्राहकले फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोगका लागि 24 घण्टासम्म मान्य रहने र 1 GB डेटा मात्र 19 रुपियाँमा खरिद गर्न सक्नेछ। एनसेलबाट अन्य नेटवर्कमा अफ नेट कल गर्दा प्रति मिनेट 1 रुपियाँ शुल्क तोकिएको छ। प्याकको 5 GB डेटा सकिएपछि ग्राहकले पे एज यु गो अन्तर्गत प्रति MB 50 पैसामा डेटा चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ। एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ दत्तले युवा सिमले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनुका साथै शिक्षामा समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरे। कसरी लिने युवा सिम? यो सिम लिने चाहने विद्यार्थी वा युवाहरूले नजिकैको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता र ड्राइभिङ लाइसेन्सका साथै सबै विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ। आफ्नो परिचय पत्र नभएको हकमा अभिभावकको परिचय पत्र र आफ्नो विद्यार्थी परिचय पत्र बुझाएर सिम प्राप्त गर्न सकिनेछ। हरेक 28 दिनपछि यी सुविधाहरू पुनः प्राप्त गर्न ग्राहकले प्याक नवीकरण गर्नुपर्नेछ। यो प्याक एनसेल एप मार्फत वा 81 233 डायल गरेर सुचारू गर्न सकिने कम्पनीले जनाएको छ।